मेरो घामसँगै अहिले दिउँसोको 11 बजिसक्यो। 11 बजिसक्दा चाहिँ एकदमै गर्मी भयो कि एकदमै गर्मी भयो। ये रेलवे की हड़ताल कब खत्म होगी? कारणले चाहिँ म लुगाहरू खोलेर चाहिँ बसिरहेको थिएँ यता डाँडामा। अनि अब चाहिँ खाना खानुपर्छ भनेर चाहिँ मैले एउटा भिडियो अपलोड गरेँ। फेसबुकतिर चाहिँ भिडियो अपलोड गरेँ। आज खासै काम पनि थिएन घरमा, खानासाना पकाएँ। खानासाना पकाएर चाहिँ थोरै रेस्ट गरेँ। अनि एक दुईजना गाउँको कपाल सपाल काट्नु थियो, हेयर कटिङ गर्नु थियो होइन। अनि हेयर कट सर्ट गरेँ। अनि बल्ल सकिएर चाहिँ खाना खान जाँदैछु गाइस। हाम्रो गाउँ चाहिँ यही हो। जस धान पनि त्यही ठुलो भइसक्यो, रोपाइ सबै सक्यो होइन। अनि हेर्ने हो गाइस हाम्रो मुङफलीहरू है या गाइस दाम पनि छ होइन, लगाएको होइन, ठुलो भइसक्यो। अब खाना खाने हो गाइस। खाना नखाएर चाहिँ पेट दुख्न थाल्यो क्या, खाना खानुपर्छ। समयमै खाना खाइहाल्नुपर्छ क्या, पेट दुख्छ गाइस। ओके नि, हाम्रो यही छ। हाम्रो घर यहीँनिर हो, म यहीँनिर थुप्रै अगाडि भएको थिएँ होइन। अनि केटाहरू छ क्या मेरो। हाम्रो यहाँ सरहरू पनि हुनुहुन्छ। सर चाहिँ हल्का कौन है ये लोग? कहाँ से आते हैं? अन्त किसान मतलब कौन हो तुम? माया गर्छ क्या यसले। तुम लोग इंग्लिश की बहुत प्रॉब्लम रखते हो यार। हाउ आर जानु खोइ मेरो वाइफ हल गर्दैन। ए गाइस हक गरिरहेछ हक। गाइस खाना खाने हो ट्याक्क लाएर। बाई सी यू टुमारो।